बौद्ध विहार संघीयलय पी नेकगु वार्षिक साधारण सभा कोचागुदु बौद्ध विहार संघीय अध्यक्ष नानिकाजी साके सभापतित्व आइतबार यलय अचेश्वर महाविहार पुचे झुगुज्या छोया उलेज्या संस्कृति पर्यटन लिसे नागरिक उड्डयन मन्त्री सुदन किराती यानादी गुखा ज्याजुले मन्त्री सुदन किराती लिसे प्रतिनिधि सभाय दुज प्रेम महर्जन प्रदेश सभाय दुजपी शैलेन्द्र वज्राचार्य प्रेम भक्त महर्जन बौद्ध विहार संघीय अध्यक्ष नानिकाजी साक्य पुलामो अध्यक्ष बाबुराजा वज्राचार्य सल्लाहकार पूर्णमान साक्य उपाध्यक्ष कर्ण वज्राचार्य लगायत नवानदी गुखा संसारभरि सबभन्दा बढी बुद्ध लम्बीहरू छन् बुद्ध धर्म लम्बीहरू छन् उनीहरूलाई हामीले हाम्रो लुम्बी निवासी सारबाट ल्याउन सके ती विश्व बुद्धमार्गीहरूको भेला मात्रै हुन्थेन त्यसले त बुद्ध दर्शनलाई स्थापित गर्थ्यो पर्यटनको विकास गर्थ्यो पर्यटक आउनु भनेको पर्यटक मात्रै आउनु होइन पैसा पनि आउनु आर्थिक विकासको मुलुक समृद्धिको निम्ति धेरै ठुलो योगदान तर हामीले नेपालमा बुद्धलाई बुझेकै छैनौँ हाम्रो दुर्भाग्य यो छ संसारमा यति धेरै बुद्धलम्बीहरू छन् जहाँ बुद्ध जन्मेको त्यही देशमा हामीले बुद्धलाई चिन्नु नसकेको गम्भीर अनुभूति उहाँहरूलाई भएको छ। राजा बौद्ध विहार सङ्घले गर्दै अहिलेको कार्यक्रमको विषयमा 47औं वार्षिक साधारण सभा गइरहेको छ। म सबभन्दा पहिले वार्षिक साधारण सभाको सफलताको शुभकामना दिन चाहन्छु र हामीले हाम्रो संस्कृति रीतिनीति हाम्रो धर्म परम्परा सबैलाई संरक्षण गर्ने उद्देश्यले बौद्ध विहार सङ्घले जुन खालको नियमित रूपमा गर्दै आउनुभएको काम ती कामहरूलाई हामी सबैको सहयोगद्वारा बौद्ध शिक्षालाई प्रचार गर्ने एउटा नैतिकवान मानिस भएर समाजमा जिउने धर्म र रीति र संस्कार भनेको हाम्रो मानवीय एउटा अत्यन्त एउटा गहनाको रूपमा रहेको परम्परालाई हामीले जगेर्ना गर्ने हामी सबैको नैतिक कर्तव्य हुन्छ। त्यसैले पनि यी कामहरूमा हामीले लाग्न सक्यौँ भने नयाँ पुस्ता मात्र नभई सम्पूर्ण मानव जगतलाई उद्धार गर्ने काम हामीले गर्न सक्छौँ। यो पनि चाहिँ नि खुसी जित्याको कारणमा सोच्दै छ त्यसको राजनीतिक पार्टीमा भुलेर आफूले जो पनि चाहिँ व्यक्ति चाहिँ म हो यो नेपाल चाहिँ भाषा संस्कृति परम्परा के गरेर ये 6 क्लास गरेर चाहिँ चाहिँ कोवास बेउलिन चाहिँ निरन्तर चाहिँ 10-12 वर्षको चाहिँ के न चाहिँ यहाँ अयो चाहिँ अझै चाहिँ हामीले प्रेरित चाहिँ भुले विदेश हुँदा चाहिँ चाहिँ मौसम मखाना तर ए रासन त बिना त जो नजिक भी कार्यक्रम यो पनि विदेश है पोस्टपोन नासा चाहिँ जीवन जीवन टाइप से हाम्रो न तो फिर पावर सम्बन्ध तर फिर चाहिँ घेरा नि आउ उपायले न चाहिँ चाहिँ को तर उपायले चाहिँ चाहिँ यहाँ यहाँ आसमा समाजमा न चाहिँ बनाउनु त्यसको कारण एक बदले जो विजय चाहिँ जनमया चाहिँ चाहिँ को कति अवस्था सम्बन्धी यो पेस्ट अफरी खाना हो आउन चाहिँ प्रदेश पहिलो अध्याय चाहिँ ग्रुपले न चाहिँ जे माने जो लगाएर चाहिँ हस्त काम यो पनि गर्न चाहिँ अन चाहिँ जो वास्तवमा छिटो कला संस्कृति टक्क छोराछोरी बजाएको बौद्ध विहार सङ्घ गाह्रो लाग्छ नचल हेर्दा यो कुरामा त्यो फर्मका चाहिँ विशेष नेवारले चाहिँ लि छिसो छौको ठाउँको चाहिँ मतलब पहिचान दिएको ठाउँको चाहिँ सांस्कृतिक रूपमा अथवा छिसो पहिचान दिएको त्यो बौद्ध विहार सङ्घ छ त्यो चाहिएको छ त्यस्तो अब चाहिँ अब टु नेक्स्ट कन्टेक्स्ट त्यो प्रकार धारणा छ ठाउँको विभिन्न शक्ति राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रीय शक्ति यो चाहिँ मतलब बाहेकको जिल्लाको अवस्था बौद्ध यो चाहिँ मतलब झिउ चाहिँ मतलब ढाकाको अहिंसा अथवा अयोध्याको थियो र छो शान्ति सुरक्षाको लागि अथवा शान्ति लागि पिसको लागि चाहिँ मतलब बुद्ध विहारको चाहिँ पञ्चशील र अभिषेकता चाहिँ ठाउँको यो कन्टेक्स्ट चाहिँ 21औं शताब्दी र झिके भौतिक रूपमा यो चाहिँ मतलब छो यो सुसा पनि शान्ति रूपमा छ मने छो शान्ति मर्या छो अवस्था वास्तवमा बौद्ध शिक्षा चाहिँ यो कुन चाहिँ मतलब छ यो शान्तिको लागि जो समाज शान्ति कामको लागि यो कुन छो विहार छो बौद्ध विहार सङ्घको आज 47औं वार्षिक साधारण सभा हामीले मनाउन गइरहेका छौँ। योभन्दा पहिले केही सानो इतिहासको रूपमा यहाँ समक्ष राख्न चाहन्छौँ। बौद्ध विहार सङ्घ ललितपुर 2032 सालमा
हिरण्यवर्ग महादेव गोल्डेन टेम्पलमा सर्वप्रथम स्थापना भएको थियो। महिला चाहिँ त्यसको भागजीको अध्यक्षतामा गठन भएको थियो। त्यो बेला बौद्ध समाजमा भएका विकृतिहरू हटाउन बौद्ध समाज सुधार भनेर यो गठन भएको थियो। त्यसपछि क्रममा हाम्रा बुद्धिराज बजराचार्य उहाँले करिब 29 वर्ष यो बिहारमा अध्यक्षता रहनु भएको थियो। उहाँ पनि पूर्व सांस्कृतिक मन्त्री हुनुभएको थियो। आज बिहानको कारण म बिहानमा उपस्थित हुन नसक्ने जानकारी दिनुभएको र त्यस्तै गरेर हाम्रा धर्मरत्न शाक्य बाबुराजा बजराचार्य र पुष्प रत्न शाक्य पछि मेरो पालामा म पार्टीको अध्यक्षको रूपमा बौद्ध विहार सङ्घ अगाडि बढिदिएको यहाँसँग चाहिँ जानकारी गर्न चाहन्छु। सर्वप्रथम त यो जुन बौद्ध विहार सङ्घ छ, यो बौद्ध विहार सङ्घ विशुद्ध चाहिँ तपाईँको चाहिँ महायानी र वज्रयानी बौद्ध विहारहरूको साझा सङ्गम स्थल हो र यसको चाहिँ छाता सङ्घ होइन। यसमा चाहिँ नितान्त चाहिँ तपाईँको चाहिँ वज्रयानी र महायानी परम्परा अन्तर्गतका 1800 वर्ष पुरानो बिहारदेखि 350 वर्ष पुरानो बिहारसम्मको चाहिँ सदस्य रहेको छ र यो बिहारमा चाहिँ विशेष गरी व्यक्ति सदस्य हुँदैन, महाबिहारले सदस्य हुन्छ। अघि चाहिँ हाम्रो नानजीले भन्नुभयो जस्तै बिहार त 265 वटा छ। त्यसमध्ये चाहिँ मूल बिहार महायानी परम्परा वज्रयानी परम्परा अन्तर्गत चलिरहेको मूल बिहार अहिले चाहिँ 18 वटा छ र बहिर पनि मेरो विचारमा 14 या 15 वटा छ। हाम्रो बौद्ध संस्कृति सम्पदासँग सारभूत सम्बन्ध राख्ने मन्त्रालयको नेतृत्व गर्ने व्यक्तित्व किराँतीजी हामीसँग हुनुहुन्छ र उहाँ यहाँ हुनुहुँदा हाम्रो तर्फबाट के कुराहरू राख्नुपर्ने कुराहरू उहाँलाई सुनाउँदाखेरि हामीलाई पनि धेरै आनन्द लाग्छ र उहाँले त्यस्तो गरिमामय पदमा गएर यी कुराहरूलाई हृदयङ्गम गरेर निर्णय प्रक्रियामा सहभागी हुँदाखेरि त्यो निर्णयको जुन चाहिँ गरिमा र त्यो निर्णयको जुन चाहिँ क्वालिटी छ धेरै नै उच्च क्वालिटीको हुन्छ भन्ने हाम्रो विश्वास छ। त्यसैले गर्दाखेरि मन्त्रीज्यूलाई विशेष गरिकन यहाँ आज 47औं वार्षिक साझा सभामा आउनु भएकोमा हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छु। नेपालीको लागि चौपटी ऐतिहासिक रूपमा चाहिँ हामीले एकचोटि बहुत मुख्य बहुत महसुस बहुत मुख्य कार्यक्रम क्षेत्र जीवन है कि बौद्ध विहार सौर्य संस्कृति पाके सम्पूर्ण हेरेर मुख्य जातीय समाजको पाके जी सम्पूर्ण भित्र त्यसलाई शुभकामना त्यसलाई सम्पूर्ण कार्यकालले सम्पूर्ण जाति भित्र जीवकी मूर्त सम्पूर्ण अमूर्त सम्पूर्ण फुक्के बालके विकास जीवन सम्पूर्ण जीवन